हेलो साथीहरू, कस्तो हुनुहुन्छ तपाईहरु? सन्चै हुनुहुन्छ? म नि एकदमै सन्चै भन्नु पर्यो। र अहिले हाम्रो भ्लग चाहिँ सुरु भएको छ बद्रीनाथदेखि र अहिले चाहिँ दिनको लगभग 2 बजिसकेको छ र मेरो भिडियोमा बनिराख्नुहोस् र तपाईहरुले देख्न सक्नुहुन्छ बद्रीनाथ भ्यालीको चाहिँ यात्रा यस्तो छ। मानिसहरुको भिड एकदमै धेरै रहेको छ। यो चाहिँ बद्रीनाथ टेम्पल जाने यात्राको बाटो हो र तपाईहरु देख्न सक्नुहुन्छ यो मन्दिर बद्रीनाथ धाम दामी देखिएको छ। तपाईहरु सिन देख्न सक्नुहुन्छ। सबै भिडहरु एकदमै धेरै छ। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ बस स्ट्यान्ड पनि देख्न सक्नुहुन्छ। यस्तो रहेको छ। अलि बस साइडमा लाएर एकदम राम्रो देखिएको यहाँनेर तपाईहरुले देख्न सक्नुहुन्छ र बद्रीनाथ भ्याली चाहिँ यस्तो देखिन्छ है। यो हो बद्रीनाथ भ्याली देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ भवनी गाउँ है बद्रीनाथदेखि, जो चाहिँ मन्दिरको काखैमा रहेको छ। टक्क झरना नि देख्न सक्नुहुन्छ तपाईहरुले। मान्छे यात्रीहरु एकदमै धेरै कम रहेका छ र देखिसक्नु भएको छ तपाईहरुले। यस्तो छ बद्रीनाथ भ्याली भित्रको चाहिँ सिनहरु र यात्रीहरु पनि आज एकदम धेरै कम रहेका छन्। अलि बारिश होला जस्तो मौसम भएको थियो, त्यही भएर पनि अलि कमै छ। यो चाहिँ बद्रीनाथ जाने बाटो कुनेरको अलिअलि भिड त हेरेर भइ नै हाल्छ। ल यो चाहिँ बद्रीनाथ भ्याली भित्रको चोकैमा रहेको बाटो हो, जो चाहिँ मन्दिर जाने एकदमै मेन बाटो चाहिँ यही रहेको छ। ल साथीहरु, आजको भिडियो चाहिँ यति नै। मन परेमा लाइक शेयर कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला र तपाईहरुले मेरो भिडियो मन पर्छ भनेसी कमेन्ट चाहिँ एउटा ठोकेर जानु होला है।